फाइनल्ली कलङ्गा हाइड्रो पावर लिमिटेडको आइपिओ चाहिँ सम्पूर्ण आइपिओ सेयर लगानीकर्ताहरूको डिमान्डमा चाहिँ प्राप्त भइसकेको छ भने आउनुहोस् कहिलेदेखि यो लिस्टिङ भएर कारोबारमा आउनेछ, पहिलो कारोबार मूल्य कति रहनेवाला छ अनि सम्भावित प्राइस चाहिँ कति जति पुग्न सक्छ होला त आउनुहोस् आजको भिडियोमा चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको पारेखी युट्युब च्यानलमा जहाँ हरपल हर समय आइपिओ एफइओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छोटो मिठो लिएर आइरहेकै हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर चाहिँ पक्कै पनि नबिर्सला भने यस कलङ्गा हाइड्रो पावर लिमिटेडको नेटवर्थ रहेको छ 98 रुपियाँ 56 पैसा भने अर्निङ पर सेयर चाहिँ -1 रुपियाँ 48 पैसा चाहिँ रहेको छ भने यसको चाहिँ पहिलो कारोबार मूल्य 98 रुपियाँ 56 पैसादेखि 295 रुपियाँ 68 पैसाको बिचबाट चाहिँ रहनेवाला छ भने यदि 295 कारोबार सुरु भएछ भने पनि हामी त पहिलो दिनै प्रफिट मात्र रहनेवाला नै छौँ। 15% सर्किट हाल्दा त राम्रै फाइदा दिन सक्ने कम्पनी त यो पनि रहेकै छ भने सामान्यतया नर्मल्ली साथीहरू इजिली 500 देखि 800 त यो पनि पुगि नै हाल्छ भने त्योभन्दा माथि पनि पुग्न सक्ने सम्भावना चाहिँ यसले पनि बोकेको चाहिँ छ भने अब लिस्टिङ भइसकेपछि अब कति सप्लाई आइरहेको छ, कति डिमान्ड छ हैन, कति भोल्युमहरू आइरहेको छ भन्ने कुरा हेरेर तपाईहरुले चाहिँ आफ्नो फिक्स एउटा चाहिँ तपाईहरुले टार्गेट सेट गर्न पनि सक्नु नै हुनेछ भने हजुरहरूले कतिसम्म चाहिँ यसलाई चाहिँ होल्ड गर्ने सोच्नु भएको छ कमेन्टमा बताउन नबिर्सनु भने अबको 1 हप्ता भित्र चाहिँ यो लिस्टिङ भएर कारोबारमा चाहिँ आउनेवाला छ भने सम्पूर्ण साथीहरूलाई शुभकामना छ, राम्रो प्राइसमा बेच्नु होला।